जय सबैजनालाई। अनि हामी चाहिँ कपुरकोट भन्ने ठाउँमा आएको छौँ प्रार्थनाको लागि। अनि हाम्रो टिम चाहिँ आइसकेको छ। हामी चाहिँ अरूजना माथि गइसक्नु भएको छ। आज चाहिँ हामी डाँडाको प्रार्थनामा आएको छौँ। अनि हामी यहाँ चाहिँ प्रार्थना गर्नको लागि तपाईँहरू हेर्न सक्नुहुन्छ। हामी कपुरकोटको सल्यान कपुरकोटको हामी डाँडामा आएको छौँ। डाँडा यता छ हेर्नुहोस्, योभन्दा चाहिँ हामी उतातिर जाने हो। हाम्रो चाहिँ अर्को ग्रुप चाहिँ आइसक्नु भएको छ। तपाईहरू यता यसो यतातिर गराइदिनुहोस्। हेर्नुहोस् हाम्रो ग्रुप अनि आधी जति हाम्रो गइसकेको छ। हुन्छ सरजना, जय होस्। जय मसीह सबैजनालाई है। हामी सबैजना आज चाहिँ आज हाम्रो पहिलो अनुभव हाम्रो मण्डलीबाट, हाम्रो सेवकाईबाट, हाम्रो ग्रुपहरूको हामी सबैको पहिलो अनुभव जो यहाँ चाहिँ डाँडाको प्रार्थनामा आएको छौँ। हामी प्रार्थना गर्नेछौँ है। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। सबै नै हामी आँखा बन्द गर्नेछौँ। क्लोज आउने हामी आउनुहोस्, हामी सबैले आफ्नो आँखालाई बन्द गर्नेछौँ अनि हामी प्रार्थना गर्नेछौँ जो आज हामी यो ठाउँमा डाँडाको प्रार्थनाको लागि आएको छौँ। आउनुहोस् हामी आफ्नो आँखालाई बन्द गरेर प्रार्थना गर्नेछौँ। महान जीवित अनि जिउँदो परमेश्वर बुवा, तपाईँलाई धन्यवाद हामीलाई सुरक्षित यो ठाउँमा पुर्याउनु भयो। अनि प्रभु यति टाढाबाट हामीलाई यो ठाउँमा लिएर आउनुभयो, धन्यवाद। तपाईँको महिमा हुन सकेको होस् प्रभु। आज हामी जति पनि प्रभु यो डाँडामा प्रार्थना गर्नेछौँ, एउटा नयाँ अनुभव हामी हरेकलाई पाउनको लागि सहायता गर्नुहोस् प्रभु। तपाईँ जीवित अनि जिउँदो परमेश्वर हुनुहुन्छ। जसरी बाइबलले भन्दछ प्रभु येशू ख्रीष्ट रातभरि जङ्गलमा गएर पहाडमा गएर तपाईसँग समय बिताउनु। आज हामी यहाँ पनि तपाईसँग समय बिताउनको लागि आएका छौँ। हे पवित्र परमेश्वर, यहोवालाई महिमा होस्। धन्यवाद दिन्छौँ पवित्र आत्मा। तपाईँलाई धन्यवाद पवित्र आत्मा। तपाईँलाई प्रशंसा, तपाईँलाई जानु प्रभु। तपाईँलाई धन्यवाद दिन्छौँ यो समय। तपाईँ प्रभु धन्यवाद यीशु तपाईँलाई। प्रभु तपाईँको छेउमा हामी आउँदछौँ, तपाईँको नजिक हामी आउँदछौँ प्रभु। सबै मिलेर कहिले छोड्ने मुक्तिको बाटो देखाउने किनकि तपाईँ पवित्र परमेश्वर हुनुहुन्छ। तपाईँ जस्तो कोही छैन। प्रभु तपाईँ त यस्तो तपाईँको महिमा गर्दछौँ, आराधना गर्दछौँ। येशू उडारागा सितो रोगो सियात्रा कालबा
थोरै महिमा छैन